धन्यवाद। नमस्ते बसन्तपुर, सबैजना आउनुभयो, धेरै धेरै धन्यवाद। अब हजुरहरूले गर्दै अब म यहाँ आएको छु। नेपाल क्रिकेट यहाँ छ। अब नेपाल क्रिकेटले जसरी म रिप्रेजेन्ट गरिरहेको छ एज अ फ्यान एज अ क्रिकेट प्लेयर एकदम प्राउड फिल हुन्छ। अब यहाँ सँग अहिले अरू स्पोर्ट्स छैन जसले कि अब नेपाललाई रिप्रेजेन्ट गरिरहेको छ। यहाँ आउनुभएको काठमाडौँको खासमा सपोर्ट गर्नुभएको छ। अल अबाउट स्पोर्ट्स जसले कि नेपाललाई चिनाइरहेको छ वर्ल्ड वाइड। अब यसरी नै हामीले अझै मेहनत गरेर हजुरहरूको सपोर्टले नेपाल क्रिकेटले नेपालले चिनाउनेछौँ वर्ल्ड स्टेजमा। अब एनपिएल ट्रफी आज यहाँ छ फर्स्ट डे आउँछ काठमाडौँको। र एपिएम फेरि यहीँ आउनेछ, जितेर हामी फेरि लिएर आउनेछौँ। फेरि एउटा हजुरहरूलाई फेरि दर्शन गराउनेछौँ जितेर यो ट्रफीको। अनि सबैजनाले धेरै धेरै सपोर्टिङ स्टार बिहानदेखि 5 बजीदेखि म बिहान 5 बजी जान सकिनँ, बट अहिले यहाँ आएर एकदम खुसी लागिरहेको छ। फिलिङ प्राउड काठमाडौँको मेन ठाउँमा बसन्तपुरमा आएर यसरी हजुरहरूको अगाडि ट्रफी दिएर धेरै धेरै धन्यवाद। अब फाइनलमा आउनु होला, सबै गेममा आउनु होला। अब यो काठमाडौँले सपोर्ट गर्नुपर्छ, सँगै फाइनल जितेपछि सँगै ट्रफी लिएर आउनुहुन्छ। धेरै धेरै धन्यवाद। Thank you for exhibition stay. हाम्रो पहिलो म्याच 17 तारिक सोमबार डिफेन्डिङ च्याम्पियन जनकपुरसँग छ। अब त्यो त जितिहाल्छौँ, त्यो ठुलो कुरा नगरौँ। मलाई एकछिन एउटा रिहर्सल गर्न मन लाग्यो। डिसेम्बर 13 फाइनल हो, त्यो दिन करणले कप उठाउँदा कस्तो देख्छ फेरि हेर्न मन लाग्यो। So Karan, actually, just go. This is December 13, we're the champion. Lift that trophy. One more time. One. Thank you. And of course, सबैजना धन्यवाद यो सबको लागि। I think we're done. धेरै लामो गर्न आएको होइन, यो ट्रफी देखाउन